कुनै कार्यालयको अगाडिको भाग हो। यहाँ डबल प्लास्टिकमा चाहिँ तपाईको चाहिँ बियरका बोतल अनि खुकुरी रमका चाहिँ खोल अनि सिक्रेटको चाहिँ तपाईको खोल मजाले प्याक गरेर यो कार्यालय परिसरमा चाहिँ बाहिर चाहिँ राखिएको रहेछ र मैले त्यसपछि यो बियरका बोतल अनि रेड बुलको खोललाई चाहिँ यसमा प्याक गरेर मेरो साधनमा राखेँ। अनि त्यसपछि त्यो खुकुरी रमको दुईटा सिसा र तपाईको चाहिँ सिक्रेटको खोल चाहिँ यसरी यो डस्टबिनमा यसरी राखिदिएको छु हैन। र यो चाहिँ यो सार्वजनिक स्थललाई कति दोहन गरिरहेको छ मानिसले भन्ने कुरा चाहिँ हो। र डबल प्लास्टिकमा चाहिँ मजाले प्याक गरेर उहाँहरूले चाहिँ यसरी फाल्नुभएको रहेछ। यो बियर खाएर सार्वजनिक स्थलमा बोतल फाल्ने महान महानुभावलाई आजको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धरतीलाई तपाईले फोहोर गर्नुभयो, अब सुध्रिनुहोस् भन्ने शुभकामना दिन चाहन्छु।